पाइथन बेसिक्सदेखि हेलो वर्ल्डदेखि नै भनौँ न अनि कमेन्ट्सहरू भेरिएबल्स अब मेन कुराहरू डेटा टाइप्स अपरेटर्स होइन लिस्ट कन्डिसनल्स लुप्स फङ्सन्स प्यारामिटर्स अनि यो फङ्सन्सभित्र पऱ्यो यो जति छ प्यारामिटर्स आर्गुमेन्ट्सहरू भयो array tuples sets or dictionary so totalमा मेरो tentatively मेरो प्लान चाहिँ I want to finish it within about 20 hours भनौँ न 18 देखि 20 घण्टामा हामी सिद्ध्याउने प्रयास गर्छौँ है त्यस भन्नाले हामीले अराउन्ड कति 10 दिन जतिको क्लास पनि यदि हामीले दिनको 2 घण्टा गऱ्यौँ भने चाहिँ हामीले 10 दिनमा सिद्ध्याउन सकिन्छ सो विच इज नट ब्याड सो हामीले यो क्लास स्केड्युल पनि हामी रिभिजिट गर्न सक्छौँ मतलब हामीले विकेन्ड मात्रै नगरेर यदि हामीले विकडेजमा पनि गऱ्यो भने सायद छिटो सिद्धिन्छ होइन सो इट्स गुड फर अल होइन सबैले राम्रै हो हाम्रो कोर्स प्लानिङ चाहिँ यो हो अब नेक्स्ट चाहिँ म चाहिँ तपाईँहरूलाई हजुरहरूलाई चाहिँ म प्रोग्रामिङ इन्भाइरोमेन्ट केमा हामी प्रोग्रामिङ केमा गर्छौँ त है सो त्यसको लागि हजुर केमा जानु पर्यो भन्दाखेरि म हजुरलाई एउटा लिङ्क पठाउँछु है त्यसमा त्यो लिङ्क हो कोल्याब है collab.research.google.com मा जानुहोस् त मैले सायद पठाउनु पर्ला म त्यही पनि म यहाँ टेक्स्टमा राखिदिन्छु के अरे च्याटमा राखिदिन्छु र हजुरले यसरी टाइप गर्नुभयो पनि हुन्छ collab.research.google.com है सो म चाहिँ च्याटमा ट्राई गर्छु है त राख्नलाई ओके यो जुम त्यति चलाउँदैन त्यही भएर मलाई आम नट द्याट कम्फर्टेबल है यसमा सो एनिवे लेट मी ट्राई यहाँ छ कि मोर च्याट यहाँ रहेछ ओके हजुरलाई मैले यो लिङ्क पठाएको छु त्यसमा एकचोटि क्लिक गर्नु होला है सो तपाईँहरूले यो लिङ्कमा जानु भएपछि मलाई एकचोटि थम्स अप दिनुभयो भने मलाई थाहा हुन्छ यस्तो हुन्छ यसमा जानुभएपछि तपाईँहरूले के गर्नु होला भन्दाखेरि यो न्यू नोटबुकमा जानु होला है यो तल छ नि मेरो कर्सर देखिरहनु भएको छ भने यो न्यू नोटबुक त्यसमा क्लिक गर्नुभयो भने चाहिँ अनि यसले चाहिँ एउटा नयाँ नोटबुक बनाउँछ कि यसरी र तपाईँहरू कसैलाई यसमा यो प्रब्लम भयो भने चाहिँ यस थम्स अप दिनु होला रेशम सरले दिनुभयो है सो तपाईँले थम्स अप दिनुभयो भने मलाई थाहा हुन्छ है तपाईँहरूले यसमा पुग्नु भएन भनेर सो यसको अलिकति डिस्क्रिप्सन दिनु पर्दाखेरि यो चाहिँ गुगलको सर्भर हो है यो गुगलको सर्भरमा हामीले चाहिँ यो ब्राउजरको थ्रु तपाईँहरूले यो क्रोमबाट गर्नुभयो पनि हुन्छ र फायरफक्सबाट गर्नुभयो पनि हुन्छ अनि यसमा के हुन्छ भन्दाखेरि यो चाहिँ गुगलको सर्भरमा यो क्लाउडमा चल्छ उनीहरूको मसिनमा चल्छ त्यही भएर यो हामीले मसिन हाम्रो कम्प्युटरले त्यो गुगलको मसिनलाई हामीले एक्सेस गरे हो है सो यो चाहिँ एक्चुअली कहाँ रहनुहुन्छ भन्दाखेरि गुगलको सर्भरमा रहनुहुन्छ सबैजना यसमा पुग्नुभयो एकचोटि कसैलाई प्रब्लम भयो भने भन्नु होला है
हजुरहरूले मेरो साउन्ड सुनिराख्नु भएको छ? साउन्डको प्रब्लम त छैन नि? सुनिरहेको छ सर। ओके, गुड गुड। सो यसमा एक्सक्युज मी सर। हजुर हजुर सर भन्नुहोस्। कोल्याब खोलेपछि अनि के गर्ने? ओके, म त्यसैको लागि वेट गरिरहेको थिएँ सबैले खोल्नु होला भनेर है। एकचोटि वेटिङ लिस्ट चेक गर्दैछु न सर। एकचोटि हुन्छ। वेटिङ लिस्टको सबैलाई मैले इन गरे जस्तो लाग्छ है। पार्टिसिपेन्ट्स अहिलेसम्म हामी 26 जना भयो है। सो अरू पार्टिसिपेन्ट्स के अरे वेटिङ लिस्टमा देखिँदैन कोही पनि। वेटिङ ओके, देखिँदैन अहिले। सो आई थिङ्क सबैजना यहाँ एकजना आउनुभएछ। यो सुभाषी हो, उहाँले चाहिँ यो कसरी खोल्ने हो नै यसमा मैले च्याटमा पठाएको छु नि, म फेरि एकचोटि पेस्ट गरिदिन्छु है। त्यसमा सुभाषी होला, सुभाषी यो मैले भर्खर च्याटमा पठाएको छु है। त्यसमा क्लिक गर्नुभयो भने तपाईँ यो कोल्याबमा पुग्नुहुन्छ। सो हामी अब धेरैजना जस कोल्याबमा पुग्नुभयो होला हामीहरू होइन, पुगिसक्नु भयो होला। सो अब नेक्स्ट के गर्ने भन्दाखेरि हामी अब जति पनि यसमा कोड चाहिँ हामी यसमा कस्तो हुन्छ भन्दाखेरि यो यस कोड र टेक्स्ट गर्न मिल्छ कि यसमा। अहिले हामी कोडमा मात्रै हेरौँ। सो यसमा कोड लेख्न सकिन्छ, जस्तै यो हजुरहरूलाई मैले यसमा सेयर गरेको छु नि, यो हजुरहरूले आफ्नो कम्प्युटरमा खोल्नु होला है। यो खोल्नु होला। अनि हामी यसैलाई फलो गर्छौँ, हामी यसैलाई फलो गर्दै जान्छौँ। ओके, लेट्स सी। Participants. So यसमा हजुरहरूले अब यसो गरौँ, कोल्याब लिङ्क आएन, प्रदीप लामी छानेजीले चाहिँ कोल्याब लिङ्क आएन। सो त्यसमा यो म फेरि एकचोटि पठाउँछु है। collab.research.google.com, collab.research.google.com। त्यो चाहिँ ब्राउजरमा है, ब्राउजरमा जस्तै फायरफक्स र क्रोममा है। त्यसमा क्लिक गर्नुभयो भने चाहिँ यसले चाहिँ यहाँ पुर्याउँछ तपाईँहरूलाई यो कोल्याबमा, कोल्याब नोटबुकमा पुर्याउँछ। र अब यसो गरौँ, हामी के गरौँ भन्दाखेरि जस्तै फर्स्टमा के छ भन्दाखेरि कुनै पनि प्रोग्रामिङ गर्दाखेरि, कुनै पनि प्रोग्रामिङ ल्याङ्ग्वेज स्टार्ट गर्दाखेरि फर्स्टमा एउटा ट्रेडिसन के छ भन्दाखेरि हेलो वर्ल्ड प्रिन्ट गर्ने कि है। हेलो वर्ल्ड जुनसुकै जस्तै अब अरू जस्तै जावा, पाइथन, भनौँ सी प्लस प्लस, यस्तो जेमा पनि हामी फर्स्टमा हामी हेलो वर्ल्ड प्रिन्ट गर्छौँ कि है। अब हामी त्यही ट्रेडिसन, त्यही होइन एउटा चलन चल्तीको कुरा है। सो लेट्स डु द्याट है। एकचोटि यो प्रिन्ट हेलो वर्ल्ड, एउटा हेलो वर्ल्ड प्रिन्ट गरेर हेरौँ है। हजुरहरूले यहाँ कोल्याबमा जानु होला। अनि त्यसपछि के गर्नु होला भन्दाखेरि प्रिन्ट है, PRINT प्रिन्ट, अनि त्यसपछि पेरेन्थेसिस ब्र्याकेट्स क्या, हामी नर्मली ब्र्याकेट्स भन्छौँ है। यसलाई चाहिँ नर्मली हामीले इङ्ग्लिसमा चाहिँ पेरेन्थेसिस भन्ने चलन छ है। सो यसलाई चाहिँ प्रिन्ट गरेर अनि यसमा एउटा यो कोट्स हुन्छ नि, डबल कोट्स अथवा सिङ्गल कोट्स जुन राखे पनि हुन्छ है, इन्भर्टेड कमाज भन्छौँ नि हामी है, त्यो राखेर अनि हेलो वर्ल्ड टाइप गर्नु होला है, यसरी है। अनि त्यो टाइप गरेर अनि यहाँनिर यो प्ले बटन छ नि लेफ्टमा है, यो प्ले बटन क्लिक गर्नुभयो भने चाहिँ त्यो रन हुन्छ कि है। यदि त्यो रन भएन भने यहाँनिर कनेक्ट भन्ने हुन्छ, यहाँनिर हेर्नुहोस् है, यहाँ कनेक्टेड छैन भने त्यो कनेक्टेड हुनुपर्छ है।
अब यसरी ऱ्याम र डिस्क यसरी देखाउँछ यो चाहिँ त्यहाँ गुगल कम्प्युटरको त्यहाँको ऱ्याम र डिस्क हो यो क्लाउडको है यहाँ देख्नुभयो यसमा चाहिँ प्रिन्ट अनि हेलो वर्ल्ड गर्दाखेरि हेलो वर्ल्ड यहाँ तल प्रिन्ट भएको छ है त यसमा प्रब्लम भयो भने चाहिँ मलाई टेक्स्ट गर्नु होला है यसो च्याटमा मलाई पठाउनु होला क्विकली एउटा यो लिङ्क चाहिँ इमेलमा पठाइदिन्छु है सबैजना यो रकमा हुनुहुन्न है सो यो न्यू फर्ममा लाग्न आएन ओके थ्याङ्क यू सुभाषजी सो यस त्यसमा यहाँ सुभाषजीले पनि पठाउनु भएको छ त्यसमा क्लिक गर्नुभयो भने पुग्छ त्यहाँ ओके गुड हजुर मलाई जस्ट गिभ मी फिडब्याक है मलाई फिडब्याक दिनुभयो भने चाहिँ मलाई थाहा हुन्छ है नत्र मलाई अब कसको भयो कसको भयो कसको भएन थाहा हुँदैन सो ग्रेट थ्याङ्क यू प्रिया निश्चलजी ओके very good स्मृति सुम्निमा very good म एउटा इमेल चाहिँ पठाइदिएँ हजुरहरूले यो गर्दै गर्नु होला सो इन द मिन टाइम एउटा यो इमेल पठाइदिइहाल्छु एउटा अर्को कुरा चाहिँ हामी यो जुमले चाहिँ 40 मिनट 45 मिनट जति दिन्छ होला हैन एउटा सेसनमा 40-45 मिनट भन्दा बढी दिँदैन सो त्यसमा हामी डिस्कनेक्ट जब हुन्छौँ है त्यसपछि यसो गरौँ न हामी 5 मिनट्स ब्रेक लियौँ है अनि 5 मिनट्स पछि फेरि जोइन गरौँ यही लिङ्कमा जोइन गर्नुभयो हुन्छ है यदि यसले काम गरेन भने म अर्को लिङ्क क्रिएट गर्छु तर नर्मली यसैमा काम गर्नुपर्ने हो है सो हामी मेबी हामीले 3 वटा जति सेसन गर्नुपर्ने हुनसक्छ सो कति आवर हुन्छ भनेर सोध्नुभएको रहेछ सुभाषजीले सो मेरो प्लान चाहिँ 2 आवर्स हो 5 to 7 हो है ओके सो लेट्स गो ब्याक टु दिस है Okay, so यो चाहिँ यो मलाई एउटा ओके अब यो प्रिन्ट गर्नुभयो नि सो तपाईहरुले जस्ट यो हेलो वर्ल्ड एउटा प्रिन्ट गर्नुभयो है अब नेक्स्ट हेरौँ है हामी हाम्रो लेसन प्लानमा के छ अब हेलो वर्ल्ड प्रिन्ट गरिसकेपछि हामी के गरौँ हजुरहरूले अब के गरौँ भन्दाखेरि एउटा यो चाहिँ प्रिन्ट गर्नुस् त तपाईहरुको आई लभ पाइथन भनेर है आई लभ पाइथन भनेर एउटा प्रिन्ट स्टेटमेन्ट लेखेर त्यसलाई रन गरेर त्यसै आउटपुटमा आई लभ पाइथन आउनु पर्यो कि है त्यो एकचोटि गरिहालौँ
Okay, good, good. Excellent. Google Meet पनि हो, तर Google Meet मा त्यति त्यसको क्वालिटीमा अलिकति प्रब्लम छ जस्तो लाग्छ है मलाई। त्यही भएर यो राजा गुरुङ सरले चाहिँ Google Meet मैले पनि त्यही विचार गरिरहेको थिएँ है, तर Google Meet मा अलिकति क्वालिटी अलिकति डिग्रेड हुन्छ जस्तो लाग्छ है मलाई। So that's why I preferred Zoom. Okay, excellent, excellent. So a lot of you have done this exercise, eh? Okay, excellent, excellent. See, यो कति सजिलो छ हेर्नुस् त है। So I mean यो Google Colab ले गर्दाखेरि हामी अब के इन्स्टल गर्नु परेन। Okay, great, great. Pradeep Lamichhane जीले चाहिँ okay, yes, you can use Python app, right? Python यो command line मा पनि हुन्छ। There is यो command line मा Python say Python भनेर टाइप गर्यो भने Python 3 जस्तै मेरो Python 3 छ है। यसरी पनि आउँछ है। So तपाईहरु जसरी हैन यसरी गर्दा पनि हुन्छ, it doesn't matter. So okay. Anyway, so यसरी गर्दाखेरि तपाईहरु कम्प्युटरमा इन्स्टल गर्नुपर्छ है। त्यो चाहिँ म पछि चाहिँ त्यो म देखाउँछु कसरी इन्स्टल गर्ने भनेर। सो अहिलेको लागि हामी सजिलो तरिकाबाटै जाउँ है। ओके, सो अब यो भयो हाम्रो। अब हामी नेक्स्टमा जाउँ है त। अब नेक्स्टमा के छ भन्दा कमेन्ट्स भन्छ के। कमेन्ट्स भने कुनै पनि प्रोग्रामिङमा प्रोग्रामिङ गर्दाखेरि हामी प्रोग्रामिङ भनेको खासमा के भन्दाखेरि हामी मसिनलाई हैन, मसिन भन्नाले कम्प्युटर हैन, हामी कम्प्युटरलाई हामी इन्स्ट्रक्सन्स दिन्छौँ है। त्यो कोड भनेकै मसिनको लागि इन्स्ट्रक्सन हो के। जस्तै हामीले अहिले भर्खर के लेख्यो भन्दाखेरि प्रिन्ट है, जुन हामीले अघि लेख्यौँ प्रिन्ट, यो लेख्यौँ नि प्रिन्ट हेलो वर्ल्ड अथवा प्रिन्ट आई लभ पाइथन भनेर लेख्यौँ। त्यो भनेको के भन्दाखेरि यसले यो भनेको चाहिँ हामीले कमान्ड दिएको कि है। हामीले चाहिँ कम्प्युटरलाई के भने भन्दाखेरि यो 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 प्यारेन्थेसिस भित्र जे छ त्यो चाहिँ यो कन्सोल भन्छ है। यो चाहिँ जुन हाम्रो यो चाहिँ आउटपुट भनौँ है, आउटपुटमा देखाइदियो भनेर हामीले इन्स्ट्रक्सन दियो नि त यो है। तर कमेन्ट्स अब यस कस्तो हुन्छ भन्दाखेरि ठुल्ठुलो प्रोग्रामहरू लेख्दाखेरि के हुन्छ भन्दाखेरि यो कोडिङ गर्दाखेरि एकदमै कम्प्लेक्स कोडिङ हुन्छ कि, कोडिङ एकदमै कम्प्लेक्स हुन्छ। अनि के हुन्छ भन्दाखेरि त्यो कोड अर्कोले पढ्दाखेरि त्यो कोड बुझ्नुपर्ने हुनुपर्छ कि है। जस्तै मैले एउटा कोड लेखेँ भने, जस्तै मैले लेखेको कोड मैले एउटा कुनै कम्पनीमा को लागि मैले कोड लेखिरहेको छु भने त्यो कोड चाहिँ अब 8 वर्ष 10 वर्ष 15 वर्ष पनि चल्न सक्छ कि। र त्यो कोडलाई कन्स्टेन्टली अपडेट र त्यसलाई मेन्टेन भन्छ त्यसलाई है, मेन्टेन र त्यसलाई एक्सटेन्ड अथवा त्यसलाई त्यसमा अरू थप्नु पर्ने हुन्छ कि। त्यसको लागि के हुन्छ भन्दाखेरि त्यो सधैँ मै त हुँदै त्यो कम्पनीमा म सधैँ काम नगर्नुला अथवा हैन, त्यो कोडमा धेरैजनाले काम गर्छ कि है। ओभर द कोर्स अफ त्यसको लाइफ साइकल भन्छ है। त्यो लाइफ साइकलमा धेरैजनाले काम गर्छन्। अनि त्यसले गर्दाखेरि त्यो कोड बुझ्न गाह्रो भयो भने के हुन्छ भन्दाखेरि त्यहाँ टाइम गयो नि त है। अनि अर्को कुरा बुझेन भने के हुन्छ भन्दाखेरि त्यो कोडले गर्दाखेरि त्यहाँ बग भन्छ। बग भनेको चाहिँ एरर है, त्यसले चाहिँ एररहरू पैदा गर्न सक्छ है, जुन अनवान्टेड हुन्छ है। त्यसको लागि त्यसले गर्दा हामीले यसले चाहिँ ओके 10 मिनट्समा एन्ड हुन्छ भने चाहिँ हामी 10 मिनट्समा एन्ड भयो भने हामी तुरन्तै फेरि यसैमा जोइन गरौँ है, यही लिङ्कमा जोइन गरौँ होला। सो कमेन्ट्सको कुरा गर्नु पर्दाखेरि कमेन्ट्स भनेको के भन्दाखेरि हामीले कोड लेख्दाखेरि हामीले कोड सँगसँगै कमेन्ट्स पनि लेख्नुपर्ने हुन्छ कि। किनभने कमेन्ट्स लेखेपछि के हुन्छ भन्दाखेरि त्यो जसले त्यो मेरो कोड पढ्छ है, उसले चाहिँ यो कोडमा मैले के सोचिरहेको थिएँ अथवा मैले यो कोडले के गर्छ भनेर मैले हिन्टहरू दिन्छु क्या त्यहाँ है। धेरै लामो हुनु हुँदैन कोड भने, कमेन्टहरू धेरै लामो हुनु हुँदैन, एकदम सर्ट एकदम हैन कन्साइज हुनु पर्यो त्यो। अनि त्यसले गर्दाखेरि के हुन्छ भन्दाखेरि जो जस्तै मैले अरू कसैको कोड पढाएको छु र त्यहाँ कमेन्ट छ भने मलाई एकदम सजिलो हुन्छ। र कोड छ कमेन्ट छैन भने धेरै गाह्रो हुन्छ है। किन भन्दाखेरि मैले त्यो कोड बुझ्नलाई धेरै टाइम लाग्छ हैन। सो त्यसले गर्दा जहिले पनि इट्स अलवेज अ गुड आइडिया टु पुट इन कमेन्ट्स है। तपाईँहरूले कमेन्ट्स राख्नुपर्छ है। Comments or descriptions used to briefly describe the code.
It is always a good idea to include comments in your code, right? You need to always, right? It's not all, you need to, right? It's not always a good idea, but you need to, right? You need to comment your code, right? Comment your code ma comment hunai parcha, right? So comment भन्नाले त्यो मैले अघि भने धेरै लामो चाहिँ लेख्ने होइन, ट्याक्क सटिक हुनु पर्यो कि त्यो एकदमै सटिक। र हामीले पाइथनमा कमेन्ट्स कसरी लेख्छौँ भन्दाखेरि यो जुन ह्याश सिम्बल छ नि, तपाईँले ह्याश सिम्बल देख्नु भएको छ है। सो ह्याश सिम्बलले चाहिँ त्यो चाहिँ कमेन्ट है, ह्याश सिम्बल त्यो एक लाइनको, यो चाहिँ 1 लाइन कमेन्ट है। सो यो ह्याश लाइन पछि जति पनि टेक्स्ट आउँछ है त्यो सबै कमेन्ट्स हो भनेपछि त्यो चाहिँ कम्प्युटरले रन गर्दैन है। त्यो चाहिँ कम्प्युटरले जब त्यो एक्जिक्युसन इन्जिन हुन्छ, त्यो इन्जिनले जब त्यसलाई देख्छ नि ह्यास देख्ने बित्तिकै अब यो त्यसलाई इग्नोर गरिदिन्छ, त्यसलाई यो मेरो काम होइन है भनेपछि के भन्दाखेरि कमेन्ट भनेको चाहिँ के भन्दाखेरि यो मान्छेको लागि हो है, ह्युमन्सको लागि भनौँ न है। कोड भन्ने कुरा कम्प्युटरको लागि हो है, र कमेन्ट भनेको चाहिँ ह्युमनको लागि है, प्रोग्रामर है उसको लागि। अब यो एउटा कोड लेखेर एउटा कमेन्ट लेखेर त्यसको प्र्याक्टिस गरौँ है त। सो अघिकै कोड तपाईँले जुन लेख्नुभयो होइन, यसैमै है, यसैमा एउटा स्पेस दिनु होला है, अनि एउटा ह्यास दिनुहोस् है। अनि ओके, अनि तपाईँले अब यहाँबाट कमेन्ट लेख्न सुरु गर्नु होला है। ओके, दिस इज अ कमेन्ट है, अथवा यसो लेख्दा अब यसको जस्तै प्रिन्ट, अब त्यो जसले यो पढ्छ उसलाई सायद प्रिन्टले के गर्छ थाहा छैन भनौँ न एकछिन, जस्तो अस्युम गरौँ न अहिलेको लागि है। सो दिस line अथवा this line नभनेको भयो, this prints hello world to the console है। console भनेको जुन आउटपुट छ त्यसलाई हामीले कम्प्युटरको भाषामा हामी console भन्छौँ है। ओके ओके alright, so here एकजना यहाँ चाहिँ हामी युकेबाट जोइन गरिरहनु भएको छ है। So she has a little problem with Nepali. Nepali, she can understand a bit, but fluent. So I will have to also explain in English as well. Okay, so I'll use both languages. Nepali ma pani bhanchu ani English ma pani bhanchu. Okay, so Sriyana, so we just wrote a statement to print hello world. Okay, so please you need to go to colab.research. Okay, I'll put in the link again up in the chat box. Okay, so let me clear this out. So so this is for Yana. So Sriyana, click on this link. Okay, and then once you're done, you'll get to this page. When you get here, you in this inside this box, okay, you need to type in print hello, just as you see here, okay, and then you need to run. So how do you run? You have this play button here. Just click on that, okay, or either you can do that, or you can press Control Enter at the same time, okay. So both will do. Okay, so now we know what a comment is. Right? Comment when it's for humans. It's not for the machine. Right? Our execution engine, Python engine, let's say, interpreter interpreter you ignore. Right? Okay, so I hope it's clear. I want to pause here. Right? And if you have any questions, let me answer those, and then maybe we'll be disconnected after that, right? And then we'll re-enter, right? The same room, right? Enter right? So I'll take a pause here, right? It's something more pause. So any questions? Okay, any questions? Let's do question time. A questions, questions, comments, or anything. Just you can unmute Governor, say. I hope you can unmute yourself, right? Excuse me, sir. Yes, yes, Hazir. Sir, ani त्यो के रे
अब अरू लाइन कोडिङ गर्दाखेरि अझै एउटा नयाँ उ बनाउनु पर्छ कि यसमै इन्टर थिचेर यसकै तल लेखे हुन्छ ओके भेरी गुड क्वेसन है अब अर्को चाहिँ के हुन्छ भन्दाखेरि तपाईहरुको यहाँ छ नि यसैको मुनि लेख्दा पनि हुन्छ जस्तै मैले x इज इक्वल टु 2 मैले अर्को स्टेटमेन्ट हामी नर्मली या प्रोग्रामिङमा चाहिँ स्टेटमेन्ट भन्छौँ कि है जस्तै मैले यहाँ अर्को स्टेटमेन्ट लेखेँ हैन अर्को यहाँ तल y इज इक्वल टु 5 + 3 हैन यसरी गर्दा पनि भयो है अर तपाईहरुले अब यस्तो यो अर्को एउटा बक्स बनाएर है कोड है अनि त्यसपछि यसमा गर्दा भयो है सो y इज इक्वल टु 5 है अनि यसमा यसलाई रन गर्न मिल्यो है यसरी अनि जस्तै y को भ्यालु कति भन्दाखेरि यसरी गर्दा पनि हुन्छ तपाईहरुले त्यो एउटै बक्स भित्र गर्दा पनि हुन्छ है यु क्यान डु विदिन द सेम बक्स है or you can create another box है सो यो चाहिँ हामी यो चाहिँ हामी अर्को बक्समा किन गर्छौं भन्दाखेरि यसले चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि जब यसले चाहिँ एउटा भनौं न क्ल्यारिटी ल्याउँछ कि सबै एउटै ठाउँमा भयो भने यसको जस्तै मलाई यतिको आउटपुट चाहियो हैन मलाई यतिको जति कोड लेखे त्यतिको मात्रै आउटपुट चाहियो भने यो गर्यो अनि बाँकी चाहिँ अर्को बक्स बनाउने कि यु क्यान मेक जति बक्स बनाए पनि हुन्छ यु क्यान मेक एज मेनी बक्सेस एज यु वान्ट है बक्सेस यो यसलाई अहिले बक्स नै कोड बक्स भनौँ न अहिलेको लागि हाम्रो भाषामा है यसको कल इट कोड बक्स है अरु के क्वेशन्सहरु छ अहिले सुरुमा यस विल टेक आवर टाइम है हामी मजाले एकदमै सबैले बुझ्नु पर्यो हैन सो हामी त्यति हतार गर्नु पर्दैन सो जब बिस्तारै हामी यसमा अलिकति फ्यामिलियराइज हुँदै जान्छौं यसमा चल्दै जान्छौं हैन देन यतिकै हाम्रो स्पिड बढ्दै जान्छ के है सो सुरुमा yeah we'll take our time है अरु के क्वेशन्सहरु छ हजुरहरुको सर यो कोडिङ चाहिँ अफलाइनमा चाहिँ हुन सक्दैन होला हैन सक्छ अफ कोर्स सक्छ त्यसको लागि चाहिँ के भन्दाखेरि जस्तै अफलाइनमा गर्नुभयो भने हजुर जस्तै तपाई विन्डोज चलाउनुहुन्छ कि कुन चाहिँ अपरेटिङ सिस्टम चलाउनुहुन्छ विन्डोज नै होला सायद है विन्डोज नै चलाउनुहुन्छ है म यसो गर्छु नि त त्यो अफलाइन चलाउनको लागि त्यसको पाइथन इन्स्टल गर्नुपर्छ कि है पाइथन इन्स्टल गर्नुपर्छ म त्यसमा पछि आउँछु है त्यसमा अहिलेको लागि हामी अनलाइनै गरौँ कि है किनभने यसले धेरै सिम्पल बनाउँछ है अब इन्स्टलेसन गर्ने किनभने धेरै झन्झट हुन्छ है सो अहिलेको लागि हामी अनलाइनै गरौँ है अनि पछि चाहिँ किनभने यो आजकल चाहिँ धेरै यो कस्तो छ भन्दाखेरि your sound is on mute. हजुर Could you please unmute? हेलो मेरो साउन्ड सुनिएन हो हेलो सुनिएछ है ओके थ्याङ्क यू ओके ग्रेट सो अहिलेको लागि अनलाइन नै गरौँ म हजुरलाई यो के अरे अफलाइन गर्नको लागि म चाहिँ त्यो पछि त्यो इन्स्टलेसन इन्स्ट्रक्सनहरु पठाइदिन्छु अनि त्यसपछि हामी एउटा अर्को छुट्टै सेसन गर्नु पर्ला यसमा भन्दा पनि हामी फुल्ली प्रोग्रामिङमै है यस है यो हजुरले जोइन गर्दा यही लिंकमा जोइन गर्नु होला यसै 1 मिनेट बाँकी छ भनिरहेको छ है यो सेसन भएपछि हामी यसो गरौँ 5 मिनेट्स पछि है सो 5 मिनेट्स ब्रेक लिएर 5 मिनेट्स पछि हजुरले यही लिंकमा जोइन गर्नु होला है अरु क्वेशन्स छ भने आई क्यान आन्सर दोज क्वेशन्स